सो हेलो एभ्रीवान वेलकम ब्याक टु माई न्यू भिडियो र तपाईँहरूलाई स्वागत छ मेरो भिडियोमा। आज चाहिँ म गाउँतिर आएको छु। गाउँतिर चाहिँ के कारणले आएको छु भन्दाखेरि केरा काट्न आइरहेको छु। ल म केरा काट्नु केरा चाहिँ यसरी बोकेर माथिसम्म निकाल्नु पर्ने हुन्छ। गाह्रो छ नि साथीहरू, गाह्रो। एउटै घरले फेरि लास्ट वेट हुन्छ क्या यो, अनि चोप लगाएपछि कपडामा पनि जाँदैन। त्यही भएर केरा काट्ने चाहिँ एउटा फाल्टै कपडा बनाउनु पर्ने हुन्छ। बाइक चाहिँ यसरी गाडी नआउने भएको कारणले बाइकमा हामीले केरा यसरी लोड गरिसकेको छौँ। अब हामी राम्रो रोडसम्म चिल्लो हाम्रो टिममा यता आउनुहुन्छ। कता यता ए अब यो गाडी भएकोसम्म चाहिँ म यसरी नै पुर्याउनेवाला छु। ल चार घरी चाहिँ छ यहाँ। त्यही छ। ल गुवाहाटीमा त्यो केरालाई चाहिँ मैले लिएर यहाँ छोपिदिइरहेको छु। अनि अब फेरि म तल्लो गाउँतिर गैरी गाउँ भन्नेतिर जाँदैछु। अब फेरि पनि बोराहरू राखेको छु। अनि त्यो अहिलेको केरा चाहिँ त्यहाँ छोपिदिइरहेको छु। अब फेरि तलतिर फेरि अर्को गाउँ। ल साथीहरू, अहिले चाहिँ म सिमले जाँदैछु केरा लिनको लागि। यता माथितिर कुहिरो लागेर पनि पानी परिसक्यो। म चाहिँ जाँदैछु। बाटो अलिक यस्तो छ कि, अनि बाटो यस्तो भएको कारणले बाइकमा सराई परिरहेको छ। पानी परिसक्यो। सो अनि म चाहिँ अहिले गाउँ पनि आइसकेँ। देख्न सक्नुहुन्छ यहाँ केराहरू छ। अनि केराहरू यहाँनिर पनि रहेछ, यहाँ पनि काटेर लानुपर्ने हुन्छ। अनि गाउँमा चाहिँ प्रायः मान्छे कोही हुनुहुन्न घरतिरै। त्यही पनि मलाई चाहिँ के भने पहिला नै मैले कुरा गरिसकेको हुन्छु नि त। अनि त्यही भएर छिपेपछि चाहिँ लानु भन्नुहुन्छ। सो छिपिसकेकोहरू चाहिँ म हेरेर काटेर लान्छु कि। अनि छिपिसकेको छ भने काटेर लान्छु, छैन भने छोडिदिन्छु। नेक्स्ट अर्को लटको लागि हुन्छ। र यहाँ चाहिँ एउटा छिप्पिएछ जस्तो छ, हेरौँ। यो त कसरी बोक्ने यार, यो त राम्रो छिप्पिएर यहाँ देख्न सक्नुहुन्छ। ल अब यो पनि काट्नुपर्ने हुन्छ। मैले पानीमा भिज्दै पनि म काम गरिरहेको छु। अहिले चाहिँ यहाँ तल पनि रहेछ यो कसको, त्यो पनि सोधेर म काट्छु। सो अब म चाहिँ सिमले भन्ने गाउँमा छु। सिमले अब यो एरियाको चाहिँ म सबै एक ठाउँमा बाइक भएकोमा कलेक्सन गरिसकेको छु। फेरि मैले चाहिँ यताको 2-3 घरको केराहरू चाहिँ कलेक्सन गरिसकेँ। यहाँ अब म चाहिँ बोरा ओछ्याएर बाइकमा हालेर स्कुल पुर्याउनु पर्ने हुन्छ। केरा लोड गरिसकेँ 4 घरी चाहिँ मैले यसरी। अनि 2टा बाँकी छ त्यस्तो। ल साथीहरू, मैले केरा चाहिँ यहाँ स्टोर गरिसकेँ र अझै आउनु पनि बाँकी छ। र यो केरा चाहिँ भोलि लोड हुन्छ। भिडियो चाहिँ आजलाई यति नै, बाई बाई।